पानीपुरी च्यालेन्ज गर्दैछौँ। Oh my god. चलो छायापुरी मैले त स्टार्ट पनि गरेँ उस पनि हाल्छ फ्याक्दै हाल्ने हो छोड। अब हामी चाहिँ पानीपुरी खाँदैछौँ। फर्स्ट बाइट खाइ ल। चाउमिन थोरै थोरै स्पाइसेस खान्छ नि त त्यो पनि केही पनि हुँदैन। हजुर सानो दामी आयो छोरा। तिमीलाई थोरै थोरै स्पाइस भयो पानी चाहिँ टेस्ट भएर हजुर त पुरै फ्लेमबाट आउट भइसक्यो त क्यामेराबाट पुरै उताको छ त अहिले हामीलाई खाँदा खाँदा हाम्रो बिर्यानी भाले नराख्दै होइन मिठो भएर सक्यो अनि बिर्यानी दादाले के भन्छ मलाई चाहिँ नराख्दा सब्जीलाई त हल्का स्पाइसी भयो होला है सानो अनि चाहिँ थोरै थोरै पिरो हल्का लास्ट मिठो भन्छ पानीपुरी त स्टलै राखेको हुन्छ होला लास्ट मिठो है सोच्नु कति धेरै क्रिस्पी भएको है यो त झोलपुरी हुनुपर्छ होइन यसमा पानी हाल्दैन झोल हाल्छ भने झोलपुरी हुनुपर्छ होला अब राख्ने मान्छेले पानीपुरी राखेर के गर्नु ल गाइजहरू भन्नु नै मेरो छोरो भने झोलपुरी हुनुपर्छ अरे अब चाहिँ हामी खाइसिदिन लागिसक्यो आजलाई यति नै अब फेरि अर्को ब्लगमा भेटौँला त्यति चाहिँ हामी राखिदिन्छौँ बाई बाई थ्याङ्क यू फर वाचिङ